ल जापानको धान कुटाउने मेसिन बोराबाट चामल हालियो। चामल हालिसकेपछि यहाँ पैसा हालियो 300 रुपैयाँ। 3 नम्बर बटन दाबियो। यता चामल झर्न सुरु भयो। यहाँ चामल आउँछ अनि आफै कुटाउने है चाहिँ यत्रो सानो मेसिन हुँदो रहेछ। अनि आफै ल अब चामल जान सुरु भयो। चामल रातो हो। अब यो कुटाएर सेतो हुन्छ। खै कतिको हुन्छ? ल ल भयो। हुन्छ हुन्छ। ल ल हुन्छ कि। यस्तो सानो एउटा दोकान जत्रो काउन्टर जत्रो हो। आफै जाने साइकलमा लिएर आयो। आफै आयो। 24 घण्टा खुल्ला हुँदो रहेछ। च्याक्का हुन्छ हुन्छ। अब ल ल अब 100 को बनाउने कि 300 को बनाउने कि 500 को 700 को यही होला हैन? पैसा के हो यो? कतिको हो? किन दबाइदियो? यो नदबाएर रहेछ हैन? त्यो अलिकति भएको फेरि त्यही दबा हालिदिनु पर्छ क्या। रातो भएको रोक्न मिल्दैन होला। ए हैन अनि 500 हुने भयो त त्यसो भए त। मासाले 300 हाली भए पनि फेरि 200 देखायो। अब 500 रुपैयाँ लाउने भयो यहाँ। ल यहाँ खुट्टाले दबायो भने यसलाई दबायो भने झर्छ। यहाँसम्म झरेको हुन्छ अनि यहाँ जम्मा हुन्छ। त्यसरी देखियो कि नै? त्यसरी यहाँ जम्मा भयो। अनि त्यो यो खुट्टाले तल दबाई अब मैले दबाउन लाग्यो है त। जस्तै यो खुट्टाले दबायो भने अनि यहाँ जम्मा भएको बोरामा फेरि खुट्टा छोड्यो। फेरि त्यही जम्मा भयो यही काउन्टरमा। चामल यति भएपछि पैसा दियो। त्यही भएर बन्द भयो। त्यो 200 रुपैयाँ हाल न त। 300 खुल्ला हो भने त्यति चामल नभए ए होइन रोके होइन जाँदैन। चामल चाहिँ सफा आहा यस्तो सफा आहा। अब कतिको सफा गराउने त्यही अनुसारले पैसा तिर्न पर्दो रहेछ। ए क्वान्टिटी पनि हुँदो रहेछ क्या हैन? 30 किलोलाई 30 त भ्याइ नै ला। चामल यहाँ ल्याइयो। पैसा पनि यहाँ 100 रुपैयाँ मात्र देखा। अब पुग्छ होला त्यतिले हाल्न पर्दैन। ल
त्यही 300 रुपियाँमा अब फिर्ता आउँछ कि धेरै कम भयो भने फिर्ता त आउन नि। यो सबै बटन यहाँबाट पैसा हालिदियो हामीले 100 रुपियाँको, यी 100 रुपियाँ मात्र हाल्न पायो। यो बटन दाबियो 3 नम्बरको 300 तिरेको भएर यो चाहिँ अब मेसिन चलाइयो अनि उतातिर आफै यहाँ ल्याएर बोराबाट यहाँ चामल हालिदियो, यहाँ चामल झऱ्यो, यो तिरेछ आफै कुटायो। अब पढ्न जान्ने जापानिज पढ्न जान्नेलाई चाहिँ यहीँ लिएको देखायो, यो दबाउनु ऊ दबाउनु यस्तो हुन्छ उस्तो हुन्छ भनेर हामीले नजानेको भएर ल। हस्त नमस्ते।